सो गाइज वेलकम टु माई एन्ड्र ब्लग। आज चाहिँ हामी चाहिँ भन्नाले तताको घर जानु लाग्यो, मन्दिर जानु लाग्यो भन्नु खतम। अनि आज चाहिँ अहिले बजे 8:20 भयो गाइज अहिले होइन। अनि हामी चाहिँ अहिले भाटे अनि आज चाहिँ म स्कुल गएन क्या गाइज, आज जाँदा जान्न क्या गाइज स्कुल। अनि मलाई झ्याउ लाग्यो मलाई त्यो भएर अनि म आएँ यहाँ मुनि आएर बसेँ हाल्नु न गाइज हेर्नुहोस्। सो गाइज हामी चाहिँ अहिले यहाँ आइसकेका छौँ पञ्चमुनी साइड। पञ्चमुनी साइड आएर हामी चाहिँ हिँडिसकेका छौँ मन्दिरको लागि फाइनली। बाजु हुनुहुन्छ मम्मी अन्नाकै होस् तता अनि आन्टी अनि हामीले अङ्कल ल बाई बाई गाइज। एन्ड म सँगसँगै क्लिप गर्छु। अब म जिपी गएर पुगेपछि गर्छु होला। सो गाइज हामी चाहिँ भीमा आइसक्यौँ। भर्खर चाहिँ हामीले अब कालिज भेट्टा छौँ अनि हामी चाहिँ अहिले उकालोमा चाहिँ सब कुहिरो अघिसम्म त मुनि त लाग्थेन, माथि आएको त सब कुहिरो सो गाइज हामी चाहिँ अहिले मन्दिर आइसकेका छौँ अनि सुन्तला बुटैभरि सुन्तला हामी चाहिँ यहाँ भर्खरमा जाँदैछौँ। अनि उता अरू मान्छेले पञ्चौली लिएर आउनु भयो रहेछ। मम्मी के यस्तो सुन्तला खाइदिउँ न टिपौँ न भन्ने हामी चाहिँ अनि सबै गरेर उल्टो बनाएर बनाऊ पिकनिक खाँदा रहेछ ड्राई पिकनिक।
त्यहाँ टिका लाएर यो फुलहरू लगाइदिएर फेरि पानी झर्रो भन्साउने हो कि चाउ गरेर पोखरी ल्याउने जुन भगल हो तिम्रो भगल सम्झ क्या पानी भन्नलाई अलि धेरै पानी हाले पो अघि पानी हाल्दै गरे हो भयो सल्लै एक पुरै हानिदिनु भएको आलु चप अघि नै माथिबाट आएको अघि हामी अहिले तलबाट जानु लाग्यो होइन कति हो त्यो अर्को बुट्टाको त्यसै नदेखिने गरेर गाइज हाम्रो चाहिँ अहिले भिमाटको पुलाइसके अनि हामी चाहिँ घर फर्किँदै हम शीतल शीतल फूल जय कोमल सम्बन्धका धागोहरू सरल हावा जय शीतल शीतल फूल जय कोमल सम्बन्धका धागोहरू सरल